काठमाडौँको छेउछाउको जति पनि डाँडाको जङ्गल देख्नुहुन्छ त्यो जङ्गलभरि चितुवा छ है। अब यो बुझ्नु पऱ्यो चितुवा प्राणी भनेको हाम्रै गाउँसँग बस्ने रहेछ होइन। तर के हुन्छ भने चितुवा हुँदैमा उसले सधैँ क्षति पुर्याउँछ, उसले सधैँ मान्छेले आक्रमण गर्छ भन्ने पनि हुँदैन। केही कारणहरू हुन्छ त्यसको चितुवाहरूले अथवा बाघहरूले आक्रमण गर्ने भनेको चाहिँ त्यही केही कारणहरू हुन्छ। त्यो कारणहरूको बेलामा मात्रै उसले चाहिँ आक्रमण गर्ने भयो है। त्यसपछि बाघको कुरा पनि त्यही नै भयो। अरू ठुलो जनावरहरू जस्तो हात्तीहरू हुने गर्छ, गैँडाहरू हुने गर्छ, यिनीहरू पनि वन्यजन्तुमा एकदमै हिंस्रक जनावरमा पर्छ। यिनीहरूले झन् धेरै क्षति पुर्याउने गर्छ। तर भाग्यवश त्यो गुलेरिया क्षेत्रमा चाहिँ त्यो जनावरहरू अहिले आएको चाहिँ त्यति देखिएको छैन। यहाँको मुख्य समस्या भनेको चितुवाकै हो होइन। अब चितुवा कस्तो सानो जनावर 50-60 किलोको हुन्छ है। त्यसले खाने भनेको जङ्गलकै आहारा खाने गर्छ। तर अहिले के भइदियो भने हामी जति पनि सामुदायिक वनहरू छ त्यो वनहरूमा उसले खाने आहाराहरू नै छैन है। तपाईँहरूले नि याद गर्नुभयो होला, उनीहरू अब चितुवा जराए त परै जाओस्, अब यो बँदेलहरू पनि हराउँदै गइरहेको छ है। सानसानो दुम्सी प्रजातिहरू यिनीहरू पनि छँदै छैन। जङ्गल हेऱ्यो भने कस्तो छ त एकदम झाडी मात्रै हुन्छ जङ्गल भनेको। स्वस्थ जङ्गल भनेर अर्को कुरा भनिन्छ। स्वस्थ जङ्गलमा चाहिँ झाडी हुनु हुँदैन है। एकदमै सफा सानसानो घाँसहरू हुनु पऱ्यो र ठुलो रुखहरू हुँदैन। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ त्यो झाडी भएको जङ्गल भनेको चाहिँ त्यसले के जनाउँछ भने त्यो घाँस खाने जनावर छैन भनेको। घाँस खाने जनावर भनेको चितल जरायोहरू नै छैन होइन। त्यो नभएपछि झाडी बढ्ने भयो र त्यसमा आश्रित वन्यजन्तुहरू जस्तो चितुवाहरूले खानेकुरा नपाउने भयो। अब जङ्गलमा खानेकुरा नपाएपछि उनीहरू कहाँ जान्छन् त भन्दाखेरि नजिकको गाउँघरमा। अब भित्र ठुलो जङ्गलमा जाउँ बाघहरू हुन्छन् अथवा ऊभन्दा बलियो ठुलो चितुवाहरू हुने गर्छ त्यहाँनिर। उनीहरूले लखटेर बाहिर खेलिदिन्छन् होइन। तर के छ त भन्दाखेरि चाहिँ गाउँघरतिर बस्यो भने चाहिँ उनीहरू सेफ हुने भएर उनीहरू गाउँघरतिर बस्ने गर्छ।